हजुरहरु सम्पूर्णलाई वेलकम छ धुलाबार रिकन्डिसन हाउसमा। आज शनिबार चाहिँ हामीसँग कुन बाइक स्कुटी छ त्यसको बारेमा, मोडल अनि त्यसको प्राइसको बारेमा हजुरहरुलाई एउटा कलेक्सन भिडियो लिएर आइसकेको छौं हामी धुलाबार रिकन्डिसन हाउसको तर्फबाट। सुरुमा चाहिँ हजुरहरुलाई म उता छेउबाट बुलेटबाट स्टार्ट गर्छु भने यो चाहिँ मेची 7 लट 2015 मोडलको एकदमै राम्रो कन्डिसनमा भएको बुलेट छ भने 21 नम्बर छ। यसको प्राइस हजुरहरुलाई 2,70,000 पर्छ। त्यसैगरी हामीसँग एभेन्जर क्रुज 220 मा छ भने एकदमै राम्रो कन्डिसनमा छ। मेची 12 लटको जम्मा प्राइस हजुरहरुलाई 1,65,000 पर्छ। बजाज 150 पल्सर यो चाहिँ हजुरहरुलाई 13 लटको भने यो लगभग बुकिङ भइसकेको छ। त्यसैगरी हामीसँग यो बजाज 150 डबल डिस्कमा छ, यो चाहिँ हजुरहरुलाई 1,50,000 पर्छ। त्यसैगरी अब सस्तोमा राम्रो कन्डिसनको पल्सर चाहियो भन्ने साथीहरुको लागि चाहिँ जम्मा 95,000 नै आउँछ है त। त्यसैगरी हजुरहरुलाई अब म भित्र सरेर लान्छु। कुनै पनि बाइक स्कुटी चाहिएको छ, एक्सचेन्ज गर्न चाहनुहुन्छ अनि बेच्न चाहनुहुन्छ, किन्न चाहनुहुन्छ भने चाहिँ हजुरहरुले धुलाबार रिकन्डिसन हाउसमा सम्झिन सक्नुहुन्छ। त्यसैगरी हामीसँग चाहिँ अपडेटकै क्रममा यो 2021 मोडलको एफजेडएस भर्जन 2 नेभी ब्लू कलरमा 2021 मोडलको एकदमै फ्रेस कन्डिसनको बाइक सिल प्याक इन्जिनमा छ भने यसको प्राइस हजुरहरुलाई मात्र 2,40,000 पर्छ भने। त्यसैगरी अब भर्जन 3 खोज्ने साथीहरुको लागि चाहिँ यो नेभी ब्लूमै छ, यो चाहिँ इटरीमा पास हुन्छ भने हजुरहरुलाई यसको प्राइस जम्मा 2,15,000 पर्छ। त्यसैगरी अब एफजेडै भर्जन 2 नै चढ्छु भन्ने साथीहरुको लागि चाहिँ आर्मी कलरमा 2020 मोडलको छ, यो पनि इटरीमा पास हुन्छ भने यसको प्राइस हजुरहरुलाई मात्र 2,10,000 पर्छ। त्यसैगरी हामीसँग यो डबल डिस्क पल्सरमा चाहिँ 2021 मोडलको इटरीमा पास हुन्छ, यो हजुरहरुलाई मात्र 1,85,000 पर्छ। त्यसैगरी अब सोरुमै कन्डिसनको बजाज 220 24 मोडलको हामीसँग छ, मेची 17 लटकी। हजुरले अहिले सोरुमबाट लिँदाखेरि भर्खर 18 लट लागेको छ भने यो चाहिँ एकदमै जेन्युन सर्भिसिङ बुक सहित पाउनुहुन्छ। हजुरहरुको लागि चाहिँ यसको प्राइस हजुरहरुलाई जम्मा 3,60,000 पर्छ भने अब हजुरहरुलाई म पछाडि बाइकको मोडल र त्यसको प्राइसहरु जानकारी गराउँछु। हामीसँग अब होन्डाको युनिकर्न खोज्ने साथीहरुको लागि चाहिँ यो मेची 15 लटको छ भने एकदमै सोरुमको लुक्समा छ भने यसको प्राइस हजुरहरुलाई 1,25,000 पर्छ। हामीसँग अपाची 160 फोबीमा पनि छ, मेची 11 लटको, यो चाहिँ हजुरहरुलाई जम्मा 1,45,000 पर्छ। त्यसैगरी हामीसँग अपाची 160 फोबी मेची 14 लटको छ भने यो चाहिँ हजुरहरुलाई 1,90,000 पर्छ हजुरहरुलाई। त्यसैगरी अब पछाडि यो 150 पल्सर छ सिंगल डिस्कमा, यो चाहिँ हजुरहरुलाई मात्र 1,35,000 पर्छ। यो चाहिँ 21 मोडलको होन्डा सिभी साइन छ, यो चाहिँ सिंगल ह्यान्डमा भने मेची 14 लटको 21 मोडलै हो, यो चाहिँ हजुरहरुलाई 1,65,000 पर्छ। त्यसैगरी यो हामीसँग सुपर स्प्लेन्डर यो पनि मेची 14 लटकै छ, यो पनि हजुरहरुलाई 1,60,000 पर्छ भने। अब होन्डाको ब्राजिया छ, यो मेची 11 लटको, यो चाहिँ हजुरहरुलाई 1,45,000 पर्छ। अब यो एनएस छ हामीसँग एनएस 200 एबीएस एफआई सिस्टम हो, यो चाहिँ 2021 मोडलको सिल प्याक इन्जिनमा छ भने हजुरहरुले एफआई पनि छ, यसमा एबीएस पनि छ, हजुरहरुलाई यो मात्र 2,35,000 पर्छ। त्यसैगरी हामीसँग यो टिभीएस एन्ट्रोक रेस एडिसनमा छ, यो चाहिँ मेची 15 लट 2021 लास्ट मोडलको भने यो हजुरहरुलाई 1,90,000 पर्छ। यो 2022 मोडलको रेस एडिसनमै छ भने मेची 16 लटको, यो चाहिँ हजुरहरुलाई 2,10,000 पर्छ। यो मेची 11 लटको टिभीएस एन्ट्रोक यो चाहिँ हजुरहरुलाई 1,45,000 पर्छ भने यो होन्डा डिओ 11 लटकै छ भने 1,40,000 पर्छ। कुनै पनि बाइक स्कुटी बेच्न चाहनुहुन्छ, एक्सचेन्ज गर्न चाहनुहुन्छ भने चाहिँ हाम्रो धुलाबार रिकन्डिसन हाउसमा कुनै पनि पुरानो बाइक स्कुटी छ अनि एक्सचेन्ज गर्न चाहनुहुन्छ, बेच्न चाहनुहुन्छ भने चाहिँ हजुरहरुले अब धुलाबार रिकन्डिसन हाउसमा आएर कन्ट्याक्ट गरेर लान सक्नुहुन्छ। हामीसँग चाहिँ एकदमै राम्रो कन्डिसनको बाइक स्कुटीहरु अपडेट भइसकेको छ। त्यसमा चाहिँ हजुरहरुले 6 महिना इन्जिनको ग्यारेन्टी पनि पाउनुहुन्छ भने साथमा 3 वटा सर्भिसिङ पनि पाउनुहुन्छ। यदि हजुरहरुलाई चाहिएको छ राम्रो कन्डिसनको अनि रिकन्डिसनबाट लिँदा ढुक्क भएर लिन चाहनुहुन्छ भने अब हजुरहरुले धुलाबार रिकन्डिसन हाउसलाई सम्झिन सक्नुहुनेछ है त।
यदि हजुरहरूलाई हाम्रो लोकेसन कहाँ होला भनेर सोच्नुहुन्छ भने चाहिँ मेची नगर 10 धुलाबारी झापा। हजुरहरूलाई 2टा नम्बर दिएको छौँ, त्यसमा हजुरहरूले कन्ट्याक्ट गर्न सक्नुहुन्छ है त। हस् त, गुड नाइट।